समर्पण। यो आत्मकथा मेरो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने, प्रेरणा दिने र सङ्घर्ष गर्न सिकाउने सम्पूर्ण व्यक्तित्वहरूमा सादर समर्पित गर्दछु। सबैभन्दा पहिले मलाई जन्म दिई दुःख, अभाव र सङ्घर्षका बीच पनि इमानदारी, श्रम र मानवताको बाटो सिकाउनुहुने मेरा स्वर्गीय बुवा हेमबहादुर पहरी र आमा पूर्णमाया पहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यो पुस्तक उहाँहरूको पवित्र स्मृतिमा समर्पित गर्दछु। मेरा हजुरबुवा पहलमान पहरी र हजुरआमा मुसुरी पहरी, जसको आशीर्वाद र सम्झना आज पनि मेरो मनमा जीवित छ, उहाँहरूप्रति पनि श्रद्धासुमन अर्पण गर्दछु। जीवनका कठिन मोडहरूमा मलाई अभिभावक जस्तै साथ दिनुहुने मेरा दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ र शुभेच्छुकहरूप्रति हृदयदेखि आभार व्यक्त गर्दछु। विशेष गरी मेरो जीवनको सबैभन्दा कठिन समयमा मेरो जीवन बचाउन निस्वार्थ साथ, सहयोग र हौसला दिनुहुने मेरी कान्छी दिदीप्रति म जीवनभर ऋणी रहनेछु। मेरो जीवनमा सुख दुःखका अनेक मोडहरूमा साथ दिने, हेरचाह गर्ने र सक्दो सहयोग गर्ने मेरी दोस्रो श्रीमतीप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछु। मेरो प्रिय भतिज नवीन पहरी, जसको असामयिक निधनले मेरो जीवनमा कहिल्यै नमेटिने खालीपन छोड्यो, यो पुस्तकको प्रत्येक पानामा तिम्रो सम्झना सजीव रहनेछ। अन्त्यमा यो पुस्तक आफ्ना जीवनका दुःख, सङ्घर्ष र अभावसँग लडिरहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा समर्पित गर्दछु। साथै भावी पुस्ताले आफ्नो परिवार, समाज र जीवनको मूल्य बुझुन्, सङ्घर्षबाट हार नमानुन् र आशालाई कहिल्यै नत्यागुन् भन्ने शुभकामना सहित यो आत्मकथा समर्पण गर्दछु। प्रकाश पहरी, कान्छा। बाल्यकाल माइनस अभावभित्रको उज्यालो। मानिसको जीवनको सबैभन्दा सुन्दर समय बाल्यकाल नै हुन्छ। त्यो बेला अभाव भए पनि मन धनी हुन्छ, दुःख भए पनि हाँसो साँचो हुन्छ। आज ती दिनहरू सम्झदा लाग्छ हामीसँग धेरै धन थिएन, तर खुसी भने प्रशस्त थियो। विषम 2035 साल असार 8 गते ललितपुर जिल्लाको गोदावरी नगरपालिका -13 झरुवारासीको एउटा सामान्य पहरी परिवारमा मेरो जन्म भयो। मेरा बुवा हेमबहादुर पहरी र आमा पूर्णमाया पहरी हुनुहुन्थ्यो। मेरा हजुरबुवा पहलमान पहरी र हजुरआमा मुसुरी पहरी हुनुहुन्थ्यो। हाम्रो परिवार सम्पन्न थिएन, तर माया, आत्मीयता र मेहनतले भरिएको थियो। परिवारमा मभन्दा माथि 3 दाजु र 2 दिदी हुनुहुन्थ्यो भने मभन्दा 1 कान्छो भाइ थिए। धेरै सदस्य भएको परिवारमा सबैले एक अर्कालाई साथ दिँदै जीवन बिताउँथ्यौं। म जन्मिएको करिब 2.5 वर्षपछि नै मेरा हजुरबुवा र हजुरआमा दुवैको निधन भयो। म सानो भएकाले उहाँहरूसँग बिताएका क्षणहरू धेरै सम्झन सक्दिनँ, तर घरमा उहाँहरूको अभाव भने सधैँ महसुस गरिन्थ्यो। विषम 2038 सालमा देशले ठूलो वर्षा र बाढीको विपत्ति भोग्यो। म बालक थिएँ, तर त्यो दृश्य आज पनि मनमा ताजै छ। खोलानाला उर्लिए, बाढीले कतिपय घर बगायो, पशु चौपाया बगायो, मानिसहरूले आफ्ना आफन्त गुमाए। गाउँभरि रोदन र त्रास फैलिएको थियो। समय बित्दै गयो, ती घटनाका धेरै साक्षीहरू आज यो संसारमा नहोलान्, तर ती सम्झनाहरू मेरो मनमा अझै जीवित छन्। उमेर बढ्दै गयो र विद्यालय जाने समय आयो। त्यो समय आज जस्तो सुविधा थिएन। विद्यालयमा लगाउने एउटै पोसाक हुन्थ्यो, नीलो सर्ट र नीलो प्यान्ट। त्यही पोसाक लगाएर विद्यालय जान्थ्यौं। दशैंमा मामा घर जाँदा पनि त्यही लगाउँथ्यौं, मन्दिर जाँदा पनि त्यही, कुनै विशेष कार्यक्रममा जाँदा पनि त्यही। नयाँ लुगा धेरैका लागि सपना जस्तै थियो, तर हामीलाई त्यसैमा गर्व थियो, किनकि हाम्रो खुसी कपडाको मूल्यले होइन, मनको सरलताले मापन हुन्थ्यो। हाम्रा खुट्टामा जुत्ता हुँदैनथ्यो। नाङ्गै खुट्टाले विद्यालय जान्थ्यौं र नाङ्गै खुट्टाले घर फर्किन्थ्यौं। बर्खामा हिलोले खुट्टा चिलाउँथ्यो, कहिलेकाहीँ घाउ पनि हुन्थे, तर ती घाउहरूले कहिले हाम्रो हाँसो चोरेनन्। विद्यालयको पढाइसँगै घरको जिम्मेवारी पनि उत्तिकै थियो। हाम्रो घरमा 3वटा गोरु, एउटा गाई, 8-10वटा बाख्रा र कुखुराहरू थिए। बिहान विद्यालय जानु अघि र बेलुका फर्किएपछि तिनको स्याहार गर्नु पर्थ्यो। कहिले घाँस काट्ने, कहिले चराउन लैजाने, कहिले गोठ सफा गर्ने, यी सबै काम बाल्यकालकै दैनिकी थिए। पढाइ, घरको काम र पशुपालन सबैलाई मिलाएर दिन बित्थ्यो। त्यो बेला यी कामहरू बोझ लाग्दैनथे, बरु आज सम्झदा लाग्छ ती कामहरूले नै मलाई श्रमको सम्मान गर्न, जिम्मेवारी लिन र जीवनसँग जुझ्न सिकाए। आजको पुस्ताले यस्तो बाल्यकाल सायद कल्पनामै मात्र देख्न सक्छ। समय बदलिएको छ, सुविधा बढेका छन्, तर हामीले अभावभित्र पनि जुन आत्मीयता, श्रम र सन्तुष्टि अनुभव गर्यौं, त्यो अनुभव आज खोजेर पनि सहजै पाइँदैन। त्यो समय कठिन थियो, तर जीवन सुन्दर थियो। अभाव थियो, तर मन धनी थियो।
त्यही बाल्यकालले नै मेरो सम्पूर्ण जीवनको आधार तयार गरिदियो। अध्याय 1 बाल्यकाल माइनस अभावभित्रको उज्यालो। दोस्रो भाग। बाल्यकालको अर्को नाम नै रमाइलो रहेछ। अभावका बीच पनि हामीले खुसी खोज्न सिकेका थियौं। खेल्न महँगा खेलौना चाहिँदैनथे। प्रकृतिले दिएको खुला मैदान, साथीभाइको साथ र सृजनशील मन नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति थियो। विद्यालयबाट घर फर्केपछि झोला एकातिर राखेर साथीभाइसँग खेल्न निस्किहाल्थ्यौं। गाउँका बारी, खेतका कान्ला, चौतारा र खुला मैदान नै हाम्रो खेल मैदान हुन्थे। हामी डन्डीबियो खेल्थ्यौं, गुच्चा खेल्थ्यौं, चोर पुलिस, लुकामारी, घैला फुटाउने, भकुण्डो र अरू धेरै परम्परागत खेलहरू खेल्थ्यौं। रबरको चुङ्गी बनाइन्थ्यो, कहिलेकाहीँ स्याउलाको चुङ्गी बनाएर पनि खेलिन्थ्यो। ती खेलहरूमा न कुनै पुरस्कार हुन्थ्यो, न हारजितको ठूलो अर्थ। सबैभन्दा ठूलो जित भनेको साँझ नपर्दासम्म रमाएर खेल्न पाउनु नै थियो। गर्मी याममा रोपाइँका लागि खोलामा बाँध बाँधिएको हुन्थ्यो। विद्यालयको बिदा भएपछि साथीभाइहरू सबै मिलेर त्यही पौडी खेल्न जान्थ्यौं। खोलाको चिसो पानीमा पौडी खेल्दै हाँस्दै रमाउँदै बिताएका ती दिनहरू आज पनि मेरो स्मृतिमा ताजै छन्। अहिले सम्झदा लाग्छ त्यो आनन्दलाई कुनै धन सम्पत्तिले किन्न सकिँदैन। हिउँदे बिदा पनि हाम्रो लागि आराम गर्ने समय मात्र थिएन। त्यो बेला करिब 50 दिनको बिदा हुन्थ्यो। कसैले खोलामा गिट्टी कुट्न जान्थे, कसैले नयाँ सिप सिक्न, कसैले घरको खेतीपातीमा बुवा आमालाई सघाउँथे। म पनि कहिले खोलामा गिट्टी कुट्न जान्थे, कहिले घरको काममा हात बटाउँथे। सानो उमेरदेखि नै श्रम गर्न सिकेकाले काम गर्न कहिल्यै लाज लागेन। त्यो समयमा मनोरञ्जनको सबैभन्दा ठूलो माध्यम रेडियो थियो। घरमा रेडियो बज्न थालेपछि सबै काम छोडेर कान त्यतै लाग्थ्यो। रेडियोमा गीत सुन्थ्यौं, समाचार सुन्थ्यौं। विशेष गरी रोदी चौतारी कार्यक्रम र पाण्डव सुनवारले सञ्चालन गर्नुहुने कार्यक्रम सुन्न म निकै उत्साहित हुन्थे। निद्रा लागे पनि कार्यक्रम नसुनी सुत्न मन मान्दैनथ्यो। भोलिपल्ट विद्यालय वा गाउँमा साथीभाइसँग भेट हुँदा अघिल्लो रातको कार्यक्रममा आएका गीत, कथा र कुराकानी बारे छलफल हुन्थ्यो। रेडियोले हामीलाई मनोरञ्जन मात्र होइन, संसारसँग जोड्ने काम पनि गरेको थियो। समय फेरि अघि बढ्यो। बिस्तारै नेपाल टेलिभिजनको आगमन भयो। त्यो बेला हरेक घरमा टेलिभिजन कहाँ हुन्थ्यो र? गाउँमा जसको घरमा टेलिभिजन हुन्थ्यो त्यही घरमा साँझपख मानिसहरूको भिड लाग्थ्यो। हामी पनि धेरै टाढासम्म हिँडेर कार्यक्रम हेर्न जान्थ्यौं। कार्यक्रम नसकुन्जेलसम्म त्यही बसिन्थ्यो। राति करिब 10 बजेतिर घर फर्कँदा अँध्यारो बाटो हिँड्न डर लाग्थ्यो। घर पुगेपछि बुवा आमाले ढिलो आएको भन्दै गाली गर्नुहुन्थ्यो। तर त्यो गाली पनि टेलिभिजन हेरेर पाएको खुसीको अगाडि सानो लाग्थ्यो। समय फेरि बदलियो। टेलिभिजन पछि मोबाइल फोन आयो, पछि स्मार्टफोन र इन्टरनेटको युग सुरु भयो। आज एउटै मोबाइलले घडी, रेडियो, टेलिभिजन, क्यामेरा, चिठी र टेलिफोन सबैको काम गरिदिएको छ। संसारका जुनसुकै कुनामा रहेका आफ्ना मानिससँग अनुहार हेरेर कुरा गर्न सकिने अवस्था आएको छ। प्रविधिको यो परिवर्तन मैले आफ्नै आँखाले देखेँ। बाल्यकालका ती दिनहरू आज फर्केर आउँदैनन्। न त ती साथीभाइ फेरि सानै हुनेछन्, न त त्यो समय। तर ती सम्झनाहरू मेरो जीवनको सबैभन्दा अमूल्य सम्पत्ति बनेर आज पनि मनभित्र सुरक्षित छन्। जब म ती दिनहरू सम्झन्छु, मनले चुपचाप भन्छ, हामीसँग धेरै धन थिएन तर बालापन धनी थियो। हामीसँग धेरै सुविधा थिएन तर खुसी भने प्रशस्त। बाल्यकालका दिनहरू आज सम्झदा लाग्छ दुःख धेरै थियो तर मनमा कुनै गुनासो थिएन। अभाव हाम्रो जीवनको साथी थियो, तर त्यही अभावभित्र पनि हामीले खुसी खोज्न सिकेका थियौं। सायद त्यसैले आज ती दिनहरू सम्झदा आँखा रसाउँछन्, तर ओठमा मुस्कान पनि आउँछ। त्यो बेला गाउँको जीवन प्रकृतिसँगै जोडिएको थियो। बिहान घाम उदाउनु अघि नै कुखुराको भाले बस्थ्यो अनि हाम्रो दिन सुरु हुन्थ्यो। बुवा आमा खेतबारीको काममा लाग्नुहुन्थ्यो। हामी पनि सानैदेखि घरको जिम्मेवारीमा अभ्यस्त थियौं। गोरु, गाई, भैँसी, बाख्रा र कुखुराको हेरचाह गर्नु हाम्रो दैनिक काम थियो। विद्यालय जानु अघि गोठको काम, फर्किएपछि फेरि पशु चौपायाको स्याहार, यही हाम्रो दैनिकी थियो। विद्यालय जान त गइयो तर पढाइलाई धेरै टाढासम्म पुर्याउन सकिएन। घरको आर्थिक अवस्था कमजोर थियो। परिवारको जिम्मेवारी र जीविकोपार्जनको चिन्ताले सानै उमेरदेखि जीवनको कठोर यथार्थ सिकायो। त्यो समय खुट्टामा जुत्ता वा चप्पल हुनु धेरैका लागि सपना जस्तै थियो। हामी नाङ्गो खुट्टाले विद्यालय जान्थ्यौं। वर्षातको हिलो, जाडोको शीत र गर्मीको तातो बाटो सबैलाई सहँदै विद्यालय पुग्थ्यौं।
तर त्यो कठिनाइलाई कहिल्यै दुःख मानेनौं। विद्यालयको नीलो सर्ट र नीलो प्यान्ट नै हाम्रो सबैभन्दा राम्रो पोसाक थियो। त्यही पोसाक विद्यालयमा दशैंमा मामा घर जाँदा र मन्दिर जाँदा पनि लगाइन्थ्यो। नयाँ कपडा कम हुन्थे तर मनमा नयाँपनको उत्साह सधैँ हुन्थ्यो। गर्मी लागेपछि गाउँका खोलाहरू हाम्रो खेल मैदान बिन्थे। रोपाईँका लागि खोलामा बाँध बाँधिएको ठाउँमा साथीहरूसँग पौडी खेल्न जान्थ्यौं। घण्टौंसम्म पानीमा रमाउँदा समय बितेको पत्तै हुँदैनथ्यो। फुटबल किन्ने पैसा कहाँ थियो र? त्यसैले कपडाको बल बनाउँथ्यौं, कहिले पुराना मोजा भरिएर बल बनाउँथ्यौं, कहिले भोगटेबाट खेल्थ्यौं। मैदान ठूलो थिएन तर हाम्रो उत्साह आकाश जस्तै ठूलो थियो। जित हार भन्दा पनि सँगै खेल्नु नै सबैभन्दा ठूलो खुसी थियो। स्याउलाको चुङ्गी बनाएर खेल्थ्यौं। डन्डी बियो, लुकामारी, दौड र गाउँका अन्य परम्परागत खेलहरूले हाम्रो बाल्यकाललाई रंगीन बनाएका थिए। कतिपय दिन खोलामा गिट्टी कुट्दै पनि बित्थे। काम र खेल सँगसँगै चल्थे। दुःखलाई पनि रमाइलो बनाउने कला हामीले त्यही बेला सिक्यौं। जाडो महिनामा विद्यालयमा लामो बिदा हुन्थ्यो। आर्थिक अवस्था कमजोर भएका धेरै साथीहरू त्यो समयमा विभिन्न सिप सिक्न जान्थ्यौं। कोही खेतबारीमा काम गर्थे, कोही ज्यालाम जदुरीमा, कोही घरकै जिम्मेवारी सम्हाल्थे। हामी पनि परिस्थिति अनुसार काम गर्दै सिक्दै र जीवन बुझ्दै हुर्कियौं। साँझ पर्न थालेपछि गाउँको वातावरण नै फेरिन्थ्यो। धेरै घरमा बिजुली थिएन। टुकी र लालटिनको उज्यालोमा परिवारका सबै सदस्य भेला हुन्थ्यौं। त्यही बेला हाम्रो सबैभन्दा ठूलो साथी थियो रेडियो। रेडियोमा गीत बज्थे, समाचार आउँथे, लोकदोहोरी गुन्जिन्थे। विशेष गरी रोदी चौतारी कार्यक्रम हाम्रो मनको अत्यन्त नजिक थियो। पाण्डव सुनवारको आवाज सुन्नकै लागि कहिलेकाहीँ निद्रा लाग्दा लाग्दै पनि जागा बस्थ्यौं। त्यो कार्यक्रमले गाउँका धेरै साँझहरूलाई रमाइलो बनाएको थियो। यस समयमा न मोबाइल थियो न इन्टरनेट। मनोरञ्जनका साधन सीमित थिए तर मनको खुसी असीमित थियो। यिनै रमाइला दिनहरू बितिरहेका बेला प्रकृतिले एउटा ठूलो परीक्षा लियो। विषम 2038 साल असोज 13 गते आएको बाढी पहिरोले हाम्रो पुस्ताको मनमा कहिल्यै नमेटिने सम्झना छोड्यो। त्यसपछि समयले फेरि अर्को मोड लियो र देशले पनि नयाँ नयाँ परिवर्तनहरू देख्न थाल्यो। त्यति बेला हामीलाई थाहा थिएन हामी केवल आफ्नो बाल्यकाल मात्र होइन, नेपालको इतिहासका महत्त्वपूर्ण घटनाहरू पनि आफ्नै आँखाले देख्ने पुस्ता बन्दैछौँ। अध्याय 2 अधुरो पढाइ, श्रमको सुरुवात र नयाँ जिम्मेवारी। कहिलेकाहीँ जीवनले हामीलाई पुस्तकका पाना बन्द गरेर श्रमका पाना खोल्न बाध्य बनाउँछ। मैले पनि त्यही बाटो रोजेको होइन, परिस्थितिले रोजाइदियो। बाल्यकालका रमाइला दिनहरू बिस्तारै पछाडि पर्दै गए। उमेर बढ्दै जाँदा जिम्मेवारी पनि बढ्दै गयो। घरको आर्थिक अवस्था सामान्य थियो। परिवार ठूलो थियो। बुवा आमाले हामी सबैलाई राम्रो भविष्य दिन चाहनुहुन्थ्यो तर परिस्थितिले उहाँहरूको चाहना पूरा हुन सजिलो थिएन। म विद्यालय त गइरहेको थिएँ तर पढाइप्रति मेरो मन बिस्तारै हराउँदै गयो। कक्षामा सर मिसले गाली गर्नुहुन्छ कि भन्ने डर लाग्थ्यो। पढाइमा मन नलाग्ने, विद्यालय जान आनाकानी गर्ने बानी बढ्दै गयो। बुवा आमाले धेरै सम्झाउनु भयो। उहाँहरूको चाहना थियो मेरो छोरो पढेर ठूलो मानिस बनोस्, तर मेरो मन भने पढाइभन्दा जीवनका अर्कै बाटोतिर मोडिन थालिसकेको थियो। अन्ततः मेरो पढाइले निरन्तरता पाउन सकेन। विद्यालयका किताबहरू बिस्तारै मेरा हातबाट छुट्न थाले। आज सम्झदा त्यसको पीडा लाग्छ तर त्यति बेला त्यो निर्णय जीवनको यथार्थ बनेको थियो। करिब 13-14 वर्षको उमेर पुगेपछि मैले घरको जिम्मेवारीलाई अझ गम्भीर रूपमा महसुस गर्न थालेँ। कुनै न कुनै काम गरेर आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच मनमा पलाउन थाल्यो। त्यही क्रममा म एउटा कपडा बुन्ने मेसिन, बुनाइ उद्योग भएको कारखानामा काम गर्न पुगेँ। मेरो पहिलो मासिक तलब 800 रुपियाँ थियो। त्यो बेला त्यो रकम पनि मेरो लागि ठूलो थियो। कारखानामा 12 घण्टासम्म लगातार काम गर्नु पर्थ्यो। सुरुमा धेरै गाह्रो लाग्यो। हात दुख्थे, शरीर थाक्थ्यो, तर बिस्तारै कामसँग बानी पर्दै गयो। मेहनत गर्न सिकेँ। समयको मूल्य बुझ्न सिकेँ। त्यही कारखानामा काम गर्दै जाँदा मैले कपडा बुन्ने मेसिन चलाउने सिप पनि सिकेँ। मेरो तलब पनि बढेर करिब 2000 रुपियाँ पुग्यो। त्यो मेरो जीवनको पहिलो उपलब्धि जस्तै लाग्यो। त्यहाँ करिब 1 वर्ष जति काम गरेपछि मैले अन्य ठाउँहरूमा पनि रोजगारीको खोजी गर्दै काम गर्न थालेँ। जहाँ काम पाइन्थ्यो त्यहीँ गएर इमानदारीका साथ श्रम गर्थेँ। मैले सानो उमेरमै बुझिसकेको थिएँ
काम सानो ठुलो हुँदैन, काम नगर्नु नै सबैभन्दा ठुलो कमजोरी हो। विषम 2045 साल भदौ 5 गते बिहान पख ठुलो भूकम्प आयो। त्यो भूकम्पले धेरै ठाउँमा क्षति पुर्यायो। त्यस दिन मैले पहिलो पटक प्रकृतिको शक्ति कति भयावह हुन सक्छ भन्ने महसुस गरेँ। मानिसहरू घर बाहिर निस्किए, डर र त्रासले गाउँभरि हलचल मच्चियो। भूकम्प भनेको के हो भन्ने कुरा त्यही दिन राम्रोसँग बुझियो। त्यसको केही समयपछि विषम 2046 सालमा देशभर जनआन्दोलन सुरु भयो। रेडियोका समाचार, गाउँका चौतारामा हुने छलफल र मानिसहरूको भिडभाडले देशमा ठूलो परिवर्तन आउँदैछ भन्ने संकेत दिइरहेको थियो। आन्दोलनका क्रममा धेरै मानिसहरूले ज्यान गुमाए। अन्ततः देशमा बहुदलीय व्यवस्था आयो। शासन व्यवस्था फेरियो। जनतामा नयाँ आशा पलायो। देशमा भइरहेका परिवर्तनहरू आफ्नै आँखाले देखिरहेको थिए। जीवन पनि आफ्नै गतिमा अघि बढिरहेको थियो। दिनमा श्रम, राति भविष्यका सपना, यिनैबीच मेरो युवावस्था बिस्तारै अगाडि बढ्दै थियो। समय सबै घाउको औषधि त बन्दैन, तर घाउसँग बाँच्न भने सिकाउँछ। पहिलो बिछोडपछि पनि जीवन रोकिएन। म आफ्नो काममा व्यस्त भएँ। दिनहरू श्रममै बित्न थाले। मनमा कताकता पुराना सम्झनाहरू आउँथे, तर जीवनलाई अघि बढाउनुको विकल्प थिएन। तर नियतिले फेरि हाम्रो भेट गरायो। विषम 2055 सालमा हामी फेरि एकअर्काको सम्पर्कमा आयौं। धेरै समयपछि भएको त्यो भेटमा विगतका सम्झनाहरू फेरि ताजा भए। हामीले फेरि एकपटक सँगै जीवन बिताउने अठोट गर्यौं। यसपालि हाम्रो सम्बन्धलाई कुनै क्षणिक भावनाले होइन, जीवनभर साथ दिने विश्वासले जोडेको थियो। हामी भविष्यका नयाँ सपना बुन्दै थियौं। अब लाग्न थालेको थियो कि जीवनले सायद केही खुसीका दिन पनि दिन लागेको छ। तर मानिसले योजना बनाउँछ, निर्णय भने समयले गर्छ। हाम्रो जीवनमा त्यो खुसी धेरै दिन टिक्न पाएन। विषम 2055 साल चैत 9 गते मेरो जीवनमा कहिल्यै नबिर्सिने दिन बन्यो। त्यस दिन मेरा प्रिय बुवा हेमबहादुर पहरीको स्वर्गवास भयो। बुवाको निधनले मेरो जीवनको सबैभन्दा बलियो आधार नै भत्कियो। घरको अभिभावक, परिवारको सहारा र हाम्रो प्रेरणाको स्रोत एकाएक हामीबाट टाढिनु भयो। त्यो क्षणलाई शब्दमा व्यक्त गर्न आज पनि गाह्रो लाग्छ। बुवाको अनुहार हेर्दा मनले विश्वास गर्न सकेन। जसले जीवनभर परिवारका लागि दुःख गर्नुभयो, उहाँ यति छिट्टै हामीलाई छोडेर जानुहुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ। घरको आँगन शोकले भरिएको थियो। आफन्तहरू आउँदै थिए। सबैका आँखामा आँसु थिए। तर सबैभन्दा ठूलो आँसु त मनभित्र बगिरहेको थियो। त्यस दिन मैले महसुस गरेँ, घरको खम्बा ढल्दा छानो मात्र हल्लिँदैन, परिवारको आत्मविश्वास पनि हल्लिन्छ। बुवाको अभावले घरको जिम्मेवारी अझ बढ्यो। मन रोइरहेको थियो, तर जीवनले आँसु पुछेर फेरि उठ्न आदेश दिइरहेको थियो। बुवाले सधैँ भन्नुहुन्थ्यो, मेहनत गर, इमानदारी नछोड, जीवनले एक दिन तिमीलाई फल अवश्य दिन्छ। उहाँका ती शब्दहरू आज पनि मेरो कानमा गुन्जिरहन्छन्। बुवाको निधनपछि मैले आफूलाई सम्हाल्ने प्रयास गरेँ। परिवारलाई सम्हाल्नु पर्थ्यो। जीवनलाई अघि बढाउनु पर्थ्यो। पीडा मनभित्रै राखेर फेरि कामतिर फर्किएँ। मलाई थाहा थिएन, अबको यात्रा झन कठिन हुनेवाला थियो। केही समयपछि मेरो जीवनमा एउटा नयाँ खुसी आउने थियो, मेरो पहिलो सन्तानको जन्म। तर त्यससँगै जीवनले मलाई अझ ठूला परीक्षा पनि दिनेछ। यसपछि अध्याय 3 सुरु हुनेछ, जहाँ 2057 साल असार 31 गते छोराको जन्म, त्यसपछि श्रीमतीको आत्मदाह प्रयास, अस्पतालको सङ्घर्ष, आर्थिक अभाव, नवीन पहरीको असामयिक मृत्यु लगायतका घटनाहरू समयक्रम अनुसार विस्तारमा प्रस्तुत गरिनेछन्। अध्याय 3, सुखको उज्यालो र दुःखको आँधी। जीवनमा कहिलेकाहीँ एउटा हातले खुसी दिन्छ भने अर्को हातले त्यही क्षण पीडा पनि थमाइदिन्छ। मेरो जीवनमा पनि यस्तै समय आयो जहाँ मुस्कान र आँसु एकै बाटोमा सँगै हिँड्न थाले। बुवाको निधनपछि जीवन केही समय शोकमै बित्यो। मन सम्हाल्न धेरै समय लाग्यो, तर जीवन कसैका लागि पनि रोकिँदैन। परिवारको जिम्मेवारी पूरा गर्न फेरि काममा फर्कनै पर्थ्यो। मनभित्र पीडा भए पनि बाहिरबाट बलियो बन्नुपर्ने बाध्यता थियो। समय बिस्तारै अघि बढ्दै गयो। जीवनले फेरि एउटा खुसीको क्षण दियो। विषम 2057 साल असार 31 गते मेरो जीवनमा एउटा नयाँ घाम उदायो। मेरो छोराको जन्म भयो। पहिलो पटक बाबु बनेको त्यो क्षण आज पनि मेरो जीवनको अविस्मरणीय क्षण हो। सानो नानीलाई काखमा लिँदा
मनमा अनेक सपना जन्मिए। अब मैले आफ्नो लागि मात्र होइन, आफ्नो सन्तानको भविष्यका लागि पनि बाँच्नुपर्ने जिम्मेवारी थपिएको महसुस भयो। म सोच्थेँ मैले अभाव भोगेँ, दुःख भोगेँ, तर मेरो छोराले यति धेरै दुःख नदेखोस्। तर जीवनले फेरि अर्को कठिन परीक्षा तयार गरिरहेको रहेछ। कुनै न कुनै काम गरेर परिवार चलाउनै पर्थ्यो। त्यसैले म एउटा कारखानामा नियमित रूपमा काम गर्न जान्थेँ। घरको खर्च, छोराको भविष्य र दैनिक जीवनको जिम्मेवारीले मलाई दिनरात मेहनत गर्न प्रेरित गरिरहेको थियो। त्यही क्रममा एउटा शनिबार मेरो जीवनमा कहिल्यै नबिर्सिने घटना भयो। मेरो पहिलो श्रीमतीको स्वभाव केही अलि जिद्दी थियो। घरायसी विवाद र आवेगका बीच उहाँले आफूमाथि आगो लगाएर आत्मदाह गर्ने प्रयास गर्नुभयो। त्यो दृश्य आज पनि सम्झदा मन काप्छ। त्यति बेला मैले सक्दो प्रयास गरेर उहाँलाई बचाएँ। यदि केही क्षण ढिलो भएको भए सायद उहाँ त्यही दिन यो संसारबाट सधैँका लागि बिदा भइसक्नुहुन्थ्यो। त्यसपछि हतार उहाँलाई पाटन अस्पताल पुर्याइयो। उपचार सुरु भयो। दिन बित्दै गए। एक दिन एक हप्ता हुँदै उपचार करिब 10 महिनासम्म चल्यो। अस्पतालको शैय्यामा उहाँको शरीरको घाउ निको पार्ने प्रयास भइरह्यो, तर हाम्रो आर्थिक अवस्था भने कमजोर बन्दै गयो। अस्पतालको बिल बढ्दै गयो। मैले सक्दो प्रयास गरेँ। आफन्तसँग सहयोग मागे। जहाँबाट जति सम्भव हुन्थ्यो त्यति जुटाएँ। तर उपचारको सम्पूर्ण खर्च धान्ने क्षमता मसँग थिएन। अन्ततः एउटा दिन अस्पतालले उपचार जारी राख्न नसकिने भन्दै बिल तिर्न आग्रह गर्यो। मसँग तिर्न सक्ने अवस्था थिएन। त्यसपछि अस्पतालले उहाँलाई डिस्चार्ज गरेर घर पठाइदियो। घरमा करिब 1 महिना आफ्नै तरिकाले घाउको उपचार गर्ने प्रयास गरियो। तर आगोले पोलेको घाउ घरको सामान्य उपचारले कहाँ निको हुन्थ्यो र? त्यसपछि गाउँघरका मानिसहरूले सल्लाह दिए, साखुमा सुशीला कोइराला अस्पताल छ, त्यहाँ लगेर उपचार गर। त्यो सल्लाहलाई आशाको किरण मानेर म साखुतिर लागेँ। अस्पताल पुगेर सबै कुरा बुझेँ। बिरामीको नाम दर्ता गराएँ। भोलिपल्ट श्रीमतीलाई त्यहाँ भर्ना गरियो। त्यहीबाट फेरि उपचारको नयाँ यात्रा सुरु भयो। म केही महिना उहाँको गुरुवा बनेर अस्पतालमै बसेँ। दिनरात हेरचाह गरेँ। बिस्तारै स्वास्थ्यमा सुधार आउन थाल्यो। पछि उहाँ आफै हिँडडुल गर्न सक्ने भएपछि म काममा फर्किन बाध्य भएँ। परिवार चलाउन पनि त कमाउनै पर्थ्यो। त्यसपछि म काम गर्ने, समय मिलाएर अस्पतालमा भेट्न जाने, यही दिनचर्या बन्यो। करिब 2 वर्षको उपचारपछि उहाँको स्वास्थ्य करिब 90% सुधार भयो। मलाई लाग्न थालेको थियो अब दुःखका दिन सकिन लागे होलान्। तर नियतिले मेरो जीवनको अर्को गहिरो पीडा अझै बाँकी राखेको थियो। अध्याय 3। सुखको उज्यालो र दुःखको आँधी, दोस्रो भाग। श्रीमतीको स्वास्थ्यमा बिस्तारै सुधार आउँदै थियो। लामो उपचारपछि शरीरका घाउहरू निको हुन थालेका थिए। म पनि केही ढुक्क भएको थिएँ। काममा जाने, समय मिलाएर अस्पताल पुग्ने र उहाँको हालखबर लिने क्रम चलिरहन्थ्यो। तर जीवनले फेरि अर्को गहिरो चोट दिने तयारी गरिरहेको रहेछ। डिसेम्बर 2057 सालकै पुस महिनामा मलाई एउटा यस्तो खबर आयो जसले मेरो मनलाई भित्रैदेखि भत्काइदियो। मेरो ठुलो बुवाका छोरा नरबहादुर दाईका छोरा नवीन पहरीको असामयिक मृत्यु भयो। साइनोमा उनी मेरो भतिजा पियर थे, तर उमेरले मभन्दा करिब 1 वर्ष कान्छा थिए। हाम्रो सम्बन्ध केवल काका भतिजाको मात्र थिएन, हामी दाजुभाइ जस्तै थियौँ। नवीन मेरो सुख दुःखको साथी थियो। म कुनै समस्यामा पर्दा उसले सधैँ साथ दिन्थ्यो। उसले कहिले मलाई एक्लो महसुस हुन दिएको थिएन। त्यसैले उसको मृत्युले मेरो जीवनमा एउटा कहिल्यै नमेटिने खालीपन छोडिदियो। आजसम्म पनि मलाई थाहा छैन त्यो दुर्घटना थियो, कसैले हत्या गर्यो वा वास्तवमा के भयो। सत्य आजसम्म रहस्यमै छ, तर एउटा सत्य भने स्पष्ट थियो, मैले मेरो सबैभन्दा भरपर्दो मान्छे गुमाएको थिएँ। उसको अन्तिम विदाईपछि धेरै दिनसम्म मेरो मन शान्त हुन सकेन। जहाँ गए पनि उसैको सम्झना आउँथ्यो। काममा मन लाग्दैनथ्यो, राति निद्रा पर्दैनथ्यो। उसले बोलेका शब्दहरू कानमा गुन्जिरहन्थे। उसलाई बिर्सने प्रयासमा म केही समयका लागि धनगढीतिर पनि गएँ। सोचेँ सायद ठाउँ फेरियो भने मन पनि फेरिएला। तर जहाँ पुगे पनि नवीनको सम्झनाले मलाई पछ्याइरह्यो। मन झन भारी भयो। अन्ततः मैले बुझेँ मानिस ठाउँ बदल्दा सम्झना बदलिँदैन। म फेरि आफ्नै गाउँ आफ्नै घर फर्किएँ। नवीन अब यो संसारमा थिएन, तर उसको सम्झना मेरो जीवनभरको साथी बनिसकेको थियो। यता श्रीमतीको उपचार पनि निरन्तर चलिरहेको थियो।
करिब 2 वर्षपछि उहाँको स्वास्थ्य निकै सुधार भइसकेको थियो। एक दिन म उहाँलाई भेट्न अस्पताल पुगेँ, तर उहाँ आफ्नो बेडमा हुनुहुन्नथ्यो। मैले अस्पतालका कर्मचारीलाई सोधेँ। उहाँहरूले भन्नुभयो उहाँका बुवा आउनु भएको थियो, उहाँलाई घर लिएर जानुभयो। केही क्षण म निशब्द भएँ। मनमा धेरै प्रश्नहरू उठे, तर उत्तर दिने कोही थिएन। म चुपचाप अस्पतालबाट बाहिर निस्किएँ, भारी मन लिएर घर फर्किएँ। जीवन फेरि एउटा नयाँ मोडतर्फ जाँदै थियो। म अझै पनि सम्बन्ध जोगिने आशामा थिएँ, तर समयले मेरो लागि अर्को परीक्षा तयार गरिसकेको थियो। त्यति बेला मलाई थाहा थिएन केही समयपछि हाम्रो फेरि भेट हुनेछ। उनी गर्भवती हुनेछिन्, छोरी जन्मिनेछिन् र त्यसपछि फेरि जीवनले अर्को गहिरो बिछोडको कथा लेख्नेछ। अध्याय 3 सुखको उज्यालो र दुःखको आँधी। तेस्रो भाग। समय बित्दै गयो। जीवनले धेरै पीडा दिएको थियो, तर मनको एउटा कुनामा अझै पनि सम्बन्ध फेरि जोडिन्छ कि भन्ने आशा बाँकी थियो। केही समयपछि हाम्रो फेरि भेट भयो। धेरै कुराकानी भयो। विगतका तिता अनुभवहरू बिर्सेर फेरि एकपटक सँगै जीवन बिताउने निर्णय गर्यौं। मैले सोचेँ अब सायद हाम्रो जीवन नयाँ ढङ्गले सुरु हुनेछ। सँगै बस्न थालेपछि केही समयमै उनी गर्भवती भइन्। त्यो खबरले मेरो मनमा फेरि नयाँ आशा पलायो। मैले भविष्यका धेरै सपनाहरू देख्न थालेँ, तर समयले फेरि उही पुरानै परीक्षा दोहोर्यायो। उहाँको स्वभाव फेरि पहिले जस्तै बदलिन थाल्यो। सानातिना कुरामा विवाद हुन थाल्यो। एक दिन उहाँ घर छोडेर जानुभयो। पछि थाहा भयो उहाँ बालुवाटार स्थित माइती नेपालमा बसिरहनु भएको रहेछ। समय बित्दै गयो। त्यही बस्दै गर्दा उहाँले एउटी छोरीलाई जन्म दिनुभयो। मलाई त्यसबारे कुनै जानकारी थिएन। करिब 6 महिनापछि उहाँ मलाई भेट्न आउनुभयो। उहाँलाई देखेर मेरो मनमा पहिलो प्रश्न उही आयो, हाम्रो बच्चा कहाँ छ? उहाँले सहजै भन्नुभयो, छोरी जन्मिएकी थिई, जन्मिएपछि मरिन्। तर मेरो मनले त्यो कुरा स्वीकार्न सकेन। मैले बारम्बार भने, यो हुनै सक्दैन, मलाई सत्य कुरा भन्नु। धेरै बेरपछि उहाँले सत्य स्वीकार्नुभयो। उहाँले भन्नुभयो, मैले बच्चालाई माइती नेपालमै छोडेर आएकी छु। त्यो कुरा सुनेपछि मेरो मन भित्रैदेखि हल्लियो। आफ्नै सन्तानको मायाले मेरो मन बेचैन भयो। मैले जसरी भए पनि छोरीलाई आफ्नो काखमा ल्याउनु पर्छ भन्ने निर्णय गरेँ। त्यसपछि मैले उहाँलाई धेरै सम्झाएँ। फेरि सँगै बसेर जीवनलाई नयाँ सुरुवात गरौँ भनेर बुझाएँ। माइती नेपालबाट उहाँलाई लिन जाँदा मैले अर्को कुरा थाहा पाएँ। त्यहाँबाट कसैलाई पनि बिना जिम्मेवारी घर पठाइँदैन रहेछ। म आफै त्यहाँ पुगेँ। आवश्यक कागजपत्रमा साक्षी र जिम्मेवार व्यक्तिका रूपमा हस्ताक्षर गरेँ। त्यसपछि मात्रै उहाँलाई घर ल्याउन पाएँ। केही समय फेरि हाम्रो जीवन सामान्य जस्तै चल्न थाल्यो, तर त्यो शान्ति पनि धेरै दिन टिकेन। उहाँको स्वभाव फेरि उस्तै हुन थाल्यो। मैले धेरै पटक सम्झाएँ, धेरै पटक चुप लागेर सहन खोजेँ, सम्बन्ध बचाउने प्रयास गरेँ, तर अन्ततः उहाँले घरमा भएका सामानहरू अरूको घरमा राखेर एक दिन इटहरीतिर जानुभयो। त्यसपछि हाम्रो सम्बन्ध केवल फोन र कहिलेकाहीँ आउने सन्देशहरूमा सीमित हुन थाल्यो। कहिले उहाँ मसँग मिठो स्वरमा कुरा गर्नुहुन्थ्यो, पुराना सम्झनाहरू ताजा बनाउनुहुन्थ्यो। कहिले भने भन्नुहुन्थ्यो, तपाईँ अर्को विवाह गर्नुहोस्, मसँग तपाईँको जीवन चल्दैन, मबाट सम्भव हुँदैन। उहाँका ती शब्दहरू सुन्दा मन टुक्रा टुक्रा हुन्थ्यो। यति धेरै माया गरेर पनि अन्त्यमा यस्तै दिन देख्नुपर्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ। कतिपय रातहरू उहाँकै सम्झनामा बिते, कतिपय रातहरू आँसुसँग बिते, कतिपय रातहरू भविष्यको चिन्तामा जागराम बसेर बिते। जीवनमा मैले प्रेम पनि पाएँ, प्रेमकै कारण धेरै पीडा पनि पाएँ। धोका, बिछोड, सम्झना र एक्लोपन, यी सबै मेरा जीवनका साथी बन्दै गए। तर जीवन रोकिएन। यी सबै पीडालाई मनभित्र दबाएर फेरि एकपटक मैले रोजगारीको बाटो समातेँ। मैले सोचेँ, दुःखलाई जित्ने सबैभन्दा ठुलो उपाय काममा व्यस्त हुनु रहेछ। त्यही सोचका साथ मैले आफ्नो देश छोडेर वैदेशिक रोजगारीतर्फ पाइला बढाएँ। मलाई थाहा थिएन विदेश पुगेपछि मेरो जीवनले अर्को यस्तो पीडा दिनेछ जुन पीडा म जीवनभर बिर्सन सक्ने छैन। बीचको विशेष सम्झना। 2057 साल साउनको एउटा रहस्यमय रात विषम। 2057 साल साउन महिनाको अन्तिमतिरको कुरा हो। रातको करिब 11 बजेको समय थियो। म र मेरो साथी गोपी थापा पसलबाट घर फर्किरहेका थियौं। रात निकै अँध्यारो थियो। गाउँ शान्त थियो।
त्यत्तिकैमा खोलाको बगरतिर हाम्रो नजर पर्यो। त्यहाँबाट दुईवटा साना साना बत्ती बलेका देखिए। ती बत्तीहरू खोलाको किनारको बाटो हुँदै मान्छे हिँडेझैँ बिस्तारै अघि बढिरहेका थिए। हामीले सुरुमा सोचेका थियौं सायद गोल, राल बेच्ने वा राति यात्रा गर्ने मानिसहरू होलान्। हामीले पुल नजिकबाट ठूलो स्वरमा भन्यौं, खबरदार, तपाईहरू को हो? त्यही पर्खनुहोस्। हाम्रो आवाज सुन्न साथ दुवै बत्ती एकैचोटि रोकिएर तत्काल निभे। हामीलाई अझै पनि मान्छे नै हुन् भन्ने लागेको थियो। त्यसैले हामी बिस्तारै उनीहरूतर्फ अघि बढ्यौं। हामीसँग टर्च थिएन, कुनै बत्ती पनि थिएन। अन्ध्यारोमै करिब 10 देखि 15 फिटको दूरीसम्म पुगेर हामीले बाटो छेक्यौं। हामीले बारम्बार सोध्यौं, तपाईहरू कहाँबाट आउनु भएको? तपाईहरू को हुनुहुन्छ? तर कुनै उत्तर आएन। हामीलाई अगाडि दुईवटा कालो अग्ला अग्ला आकृति उभिए जस्तो देखिन्थ्यो। त्यो रात निकै अन्ध्यारो भएकाले राम्रोसँग छुट्याउन सकिँदैनथ्यो। करिब 15 देखि 20 मिनेटसम्म हामीले बोलाइरह्यौं, प्रश्न गरिरह्यौं। उनीहरू न अघि बढे न कुनै उत्तर दिए। त्यति बेला मेरो मनमा दुईवटा सोच आइरहेका थिए। एउटा मनले उनीहरू मान्छे नै हुन् भन्ने भन्थ्यो। अर्को मनले भने कतै मान्छे होइनन् कि भन्ने अनौठो डर पनि जगाइरहेको थियो। अन्त्यमा मैले साथी गोपीलाई भने, हामी दुईजनाले मात्र केही गर्न सक्दैनौं, गाउँबाट अरू साथीहरू बोलाएर ल्याऊ। साथी गाउँतिर दौडियो। म भने पुलको डिलमा बसेर ढुङ्गा हान्दै उनीहरूलाई निगरानी गरिरहेँ। केही बेरपछि तीमध्ये एउटा कालो आकृति फेरि सानो बत्ती बाल्दै अघि बढ्न खोज्यो। मैले लगातार ढुङ्गा हाने, तर त्यसले कुनै वास्ता गरेन र बिस्तारै अगाडि बढ्दै हरायो। त्यति बेलासम्म साथी गाउँका अरू मानिसहरू लिएर आइपुगे। हामी सबै मिलेर त्यो ठाउँ, धानबारी, खोलाको किनार र वरिपरि धेरै खोज्यौं, तर त्यहाँ कसैको पनि कुनै चिन्ह भेटिएन। भोलिपल्ट म र गोपी फेरि यही घटनाबारे धेरै बेर कुरा गर्यौं। हामीले रातभर देखेको त्यो दृश्य सम्झेर अचम्म मान्यौं। आजसम्म पनि त्यो रात वास्तवमा के थियो भन्ने प्रश्नको उत्तर हामीसँग छैन। तर त्यति बेला हामी दुवैलाई एउटा कुरा भने मनमा लागेको थियो, हामीले देखेको त्यो साधारण मान्छे मात्र थिएन होला। आज पनि त्यो रात सम्झदा मनमा रहस्य, जिज्ञासा र अनौठो अनुभूति जागेर आउँछ। जीवनमा केही घटनाहरू यस्ता पनि हुन्छन् जसको उत्तर समय बिते पनि सहजै भेटिँदैन। विदेश गएको करिब 40 दिन मात्र भएको थियो। म परदेशमा आफ्नो परिवारको भविष्य राम्रो बनाउने आशा बोकेर पसिना बगाइरहेको थिएँ। घरबाट टाढा थिएँ, तर मन भने सधैँ आफ्नै परिवार र गाउँमै हुन्थ्यो। त्यही बेला यता आमाको निधन भएछ। मलाई आमाको खबर दिँदा म धेरै पीर मान्छु भन्ने सोचेर मेरा आफन्तहरूले केही दिनसम्म आमाको निधनको कुरा मबाट लुकाएछन्। तर आमाको मृत्युको खबर कहाँ लुकाएर राख्न सकिन्थ्यो र? अन्ततः कता कताबाट मैले आमाको निधन भएको खबर पाएँ। त्यो खबर सुन्न साथ मेरो मनमा कस्तो पीडा भयो त्यसलाई शब्दमा बयान गर्न आज पनि गाह्रो हुन्छ। शरीर नै फुलेर भारी भए जस्तो लाग्यो। आफूले आफूलाई सम्हाल्न नसक्ने भए। आमा अब संसारमा हुनुहुन्न भन्ने कुरा मनले स्वीकार गर्नै सकेन। आमालाई सम्झदा बाल्यकालका दिनहरू आँखा अगाडि आउन थाले। आमाको काख, आमाको माया, उहाँले दिएको दुःख सुखको साथ सबै सम्झन थाले। तर म हजारौं किलोमिटर टाढा अर्काको देशमा थिएँ। चाहेर पनि तुरुन्त घर फर्किएर आमाको अन्तिम दर्शन गर्न सक्ने अवस्था थिएन। त्यति बेला मनमा एउटै प्रश्न उठ्यो, पीर मानेर मात्र के गर्नु? म अर्काको देशमा श्रम गर्न आएको मान्छे थिएँ। मेरो हातमा जिम्मेवारी थियो। मनभित्र जति ठूलो पीडा भए पनि बाहिर देखाएर बस्ने अवस्था थिएन। त्यसैले आमाको बिछोडको पीडालाई मनभित्रै लुकाएँ। आँसु पिएर फेरि काममा फर्किएँ। शरीर काममा हुन्थ्यो तर मन भने आमाकै सम्झनामा डुबिरहेको हुन्थ्यो। परदेशमा आमाको मृत्युको पीडा बोकेर बस्न मलाई धेरै गाह्रो भयो। दिन बित्दै गए तर मनको पीडा घटेन। अन्ततः मैले त्यहाँ धेरै लामो समय बस्न सकिनँ। करिब 1 वर्ष जति विदेश बसेपछि आफ्नै भूमि फर्किएँ। अध्याय 4, रोगसँगको सङ्घर्ष, नयाँ साथ र जीवनको अर्को परीक्षा। पहिलो भाग। नेपाल फर्किएपछि केही समयसम्म जीवन फेरि सामान्य लयमा ल्याउने प्रयास गरेँ। जहाँ काम पाइन्थ्यो त्यही इमानदारीपूर्वक श्रम गर्न थालेँ। दुःख र बिछोडले मन थकित भए पनि जीवनलाई रोक्ने अधिकार कसैसँग हुँदैन भन्ने कुरा मैले बुझिसकेको थिएँ। समय बिस्तारै अघि बढ्दै गयो। यही क्रममा एउटा अपरिचित व्यक्तिसँग मेरो चिनजान भयो।
चिन्जान बिस्तारै आत्मीयतामा बदलियो। आत्मीयता विश्वासमा परिणत भयो र विश्वासले प्रेमको रूप लियो। लामो समयसम्म हामी एकअर्कालाई बुझ्ने प्रयास गर्यौं। सुख दुःखका कुरा साटासाट गर्यौं। धेरै उतार चढाव पार गरिसकेको मेरो जीवनमा फेरि एकपटक विश्वासको किरण देखिन थाल्यो। अन्ततः हामीले सँगै जीवन बिताउने निर्णय गर्यौं। मेरो जीवनमा दोस्रो विवाह भयो। जीवनले फेरि एकपटक नयाँ सुरुवात गर्ने अवसर दिएको जस्तो लाग्यो। तर सुखसँगै दुःख पनि सँगै हिँड्दो रहेछ। विसम्वत 2072 सालमा नेपालले इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति मध्ये एक विनाशकारी भूकम्प भोग्यो। धरहरा ढल्यो। हजारौं घरहरू भत्किए। हजारौं मानिसहरूले आफ्ना परिवार गुमाए। गाउँ सहर सबै शोकमा डुबे। हामीले पनि आफन्त र चिने जानेका धेरै मानिसहरू गुमायौं। त्यो विपत्तिले सम्पूर्ण देशलाई नै पीडामा डुबायो। भूकम्पको घाउ अझै निको हुन नपाउँदै अर्को पीडा आयो। विषम 2073 साल हरितालिका तीजको दिन बिहान मर्निङ वाकमा निस्कनु भएका मेरा दाजुको 81 निधन भयो। यो घटना मेरो लागि अत्यन्त पीडादायी थियो। बुवापछि अभिभावकको रूपमा साथ दिँदै आउनुभएका दाजुको असामयिक बिछोडले फेरि एकपटक मेरो मनलाई गहिरो चोट पुर्यायो। मानौ जीवनले बारम्बार मेरा सहाराहरू खोज्दै लगिरहेको थियो। समय आफ्नो गतिमा अघि बढिरह्यो। केही वर्षपछि संसारभर कोभिड-19 महामारी फैलियो। मानिसहरू घरभित्र सीमित भए। अस्पतालहरू बिरामीले भरिए। दैनिक मृत्युका समाचार सुन्नुपर्ने अवस्था आयो। त्यही महामारीको समयमा म पनि गम्भीर बिरामी परेँ। मलाई निमोनिया भयो। अवस्था यति जटिल बन्यो कि एक समय यस्तो पनि आयो, परिवारले मेरो जीवनप्रति नै चिन्ता गर्न थाल्यो। मृत्यु र जीवनको सीमा रेखामा उभिएको त्यो समय मेरो जीवनको अर्को कठिन परीक्षा थियो। तर भगवानले सायद मेरो जीवनको यात्रा अझै बाँकी राख्नु भएको रहेछ। त्यो कठिन समयमा मेरी कान्छी दिदीले जुन साथ, माया र हौसला दिनुभयो त्यो म जीवनभर बिर्सन सक्दिन। उहाँले मलाई बिरामी होइन, आफ्नो सन्तान जस्तै सम्झेर हेरचाह गर्नुभयो। अस्पतालको दौडधुपदेखि औषधि उपचारसम्म उहाँले कुनै कमी हुन दिनु भएन। आज पनि म गर्वका साथ भन्न सक्छु, यदि त्यसबेला मेरी कान्छी दिदीको साथ र सहयोग नभएको भए सायद आज यो आत्मकथा लेख्ने अवसर पनि मैले पाउने थिइनँ। म उहाँप्रति जीवनभर ऋणी रहनेछु। अध्याय 4 रोगसँगको सङ्घर्ष, नयाँ साथ र जीवनको अर्को परीक्षा, दोस्रो भाग। निमोनियाबाट मेरो अवस्था गम्भीर भएपछि अस्पताल नै मेरो दोस्रो घर जस्तो बन्न पुग्यो। औषधि, परीक्षण, रिपोर्ट, चिकित्सकको सल्लाह र नियमित फलोअप मेरो जीवनको दैनिकी बन्न थाले। यही कठिन समयमा मेरी दोस्रो श्रीमतीले पनि आफ्नो तर्फबाट सक्दो साथ र सहयोग गर्नुभयो। मलाई छिटो निको होस् भनेर उहाँले धेरै सङ्घर्ष गर्नुभयो। अस्पताल लैजाने, औषधि किनिदिने, खानपानको व्यवस्था मिलाइदिने, चिकित्सकसँग सल्लाह गर्ने, यी सबै जिम्मेवारी उहाँले आफ्नो कर्तव्य सम्झेर निभाउनुभयो। कतिपय रातहरू उहाँ अस्पतालमै कुरुवा बसेर बिताउनुहुन्थ्यो। बिरामी मानिसका लागि आफन्तको साथ कति ठूलो औषधि हुँदो रहेछ भन्ने कुरा मैले त्यही बेला अनुभव गरेँ। उपचार हुँदै जाँदा मेरो स्वास्थ्यमा केही सुधार आउन थाल्यो। शरीर पहिले भन्दा बलियो हुँदै गयो, तर रोग पूर्ण रूपमा निको भएको थिएन। नियमित औषधि र चिकित्सकको निगरानी अझै आवश्यक थियो। यसैबीच उहाँको मनमा आफ्नो जन्मघर झापा जाने इच्छा जाग्यो। मैले पनि कुनै आपत्ति गरिन। सहज रूपमा भनिदिएँ, जानुहोस्, सबैलाई भेटेर आउनुहोस्। उहाँ झापा जानुभयो। त्यसै वर्ष दशैं आयो। दशैं सकिएर तिहार आउन केही दिन बाँकी थियो। त्यही बेला मेरो स्वास्थ्य फेरि बिग्रियो। मलाई भैँसीपाटी स्थित मेडिसिटी अस्पतालमा 4 दिनका लागि भर्ना गर्नु पर्यो। उपचारपछि देउसीको दिन म अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएँ। भोलिपल्ट भाइटिका मनाइयो। दिदीबहिनीहरूको हातबाट टीका र आशीर्वाद ग्रहण गर्दा मनमा नयाँ ऊर्जा पलाएको जस्तो लाग्यो। तर त्यो सुधार धेरै दिन टिकेन। केही समयपछि मङ्सिर महिनामा मेरो स्वास्थ्य फेरि अचानक बिग्रियो। यसपटक करिब 10 दिन अस्पतालमा भर्ना हुनु पर्यो। उपचारपछि केही सहज महसुस गर्दै फेरि घर फर्किएँ। यसरी अस्पताल, घर र नियमित उपचार बीच मेरो जीवन अघि बढिरह्यो। उता झापामा रहेकी मेरी श्रीमतीसँग भने फोनमा नियमित सम्पर्क भइरहन्थ्यो। कहिले स्वास्थ्यको कुरा हुन्थ्यो, कहिले दैनिक जीवनको। दूरी भए पनि सम्बन्ध पूर्ण रूपमा टुटेको थिएन। समय बित्दै गयो।
तो प्लीज पछि इसे उहाँ लाइक झापाबाट कीजिए, फर्किनुभयो। चैनल को तर सब्सक्राइब घरमा कर बस्नु दीजिए भएन। और दोस्तों के उहाँले साथ शेयर भक्तपुरको कीजिए। पाँचतले मन्दिर अपने नजिक व्यूज, कपडाको पसल सञ्चालन कमेंट्स गर्न चैनल थाल्नुभयो। में जरूर दीजिएगा। आफ्नै Thank you. मेहनतले व्यापार गर्दै जीवन अघि बढाउनु भयो। हामी बीच फोनमा कुराकानी भइरहन्थ्यो। एक अर्काको स्वास्थ्य र अवस्थाबारे जानकारी साटासाट हुन्थ्यो। तर उहाँ कहाँ बस्नुहुन्छ, कसरी व्यापार चलिरहेको छ भन्ने सबै कुरा मलाई विस्तारमा थाहा थिएन। जीवन फेरि आफ्नै लयमा अघि बढिरहेको थियो। तर नियतिले हाम्रो सम्बन्धलाई फेरि एउटा नयाँ मोडमा पुर्याउने तयारी गरिरहेको थियो। अध्याय 4 रोगसँगको सङ्घर्ष, नयाँ साथ र जीवनको अर्को परीक्षा। तेस्रो भाग। समय आफ्नै गतिमा अघि बढ्दै थियो। मेरो स्वास्थ्य कहिले सुधार हुने, कहिले फेरि बिग्रिने भइरहन्थ्यो। नियमित औषधि, चिकित्सकको सल्लाह र अस्पतालको फलोअप मेरो जीवनको अभिन्न हिस्सा बनिसकेको थियो। यही क्रममा फेरि दशैं आयो। महानवमीको दिन उहाँले फोन गरेर भन्नुभयो, म आज घर आउँछु। मैले केही बेर चुप लागेर जवाफ दिएँ, म यति धेरै बिरामी हुँदा पनि तिमी मेरो साथमा थिइनौ। अहिले किन आउनु पर्यो? आउनु पर्दैन। तर उहाँले मेरो कुरा मान्नु भएन। सायद उहाँको मनमा केही अधुरा भावना थिए, केही जिम्मेवारीको अनुभूति थियो वा विगतका गल्ती सुधार्ने इच्छा थियो। उहाँ ट्याक्सी चढेर सिधै घर आइपुग्नु भयो। मसँग उहाँलाई फर्काइदिने मन भएन। मैले सहज रूपमा स्वीकार गरेँ। त्यसपछि उहाँले फेरि मेरो उपचार र हेरचाहमा आफूलाई समर्पित गर्नुभयो। मलाई अस्पताल लैजाने, अस्पतालबाट घर ल्याउने, नियमित चेक जाँच गराउने, औषधि किनिदिने, समयमा औषधि खान सम्झाउने, खर्चको व्यवस्था मिलाउने, यी सबै काम उहाँले निस्वार्थ भावले गर्न थाल्नुभयो। त्यो समय मैले एउटा कुरा राम्रोसँग महसुस गरेँ, मानिस गल्ती गर्न सक्छ, तर गल्ती सच्याउने प्रयास पनि उत्तिकै ठूलो कुरा हो। मेरा साथीभाइहरूले पनि मलाई कहिले एक्लो हुन दिएनन्। अर्को मित्र गोपी थापाले स्कुटरमा राखेर अस्पताल पुर्याइदिने, उपचार सकिएपछि सुरक्षित घर ल्याइदिने, आवश्यक पर्दा आर्थिक र मानसिक साथ दिने उहाँहरूको सहयोग म कहिल्यै बिर्सन सक्दिनँ। विशेष गरी मेरा एक छिमेकी दाजु सानु भाइ थापा मेरो उपचारको समयमा जुन साथ र सहयोग गर्नुभयो, त्यो मेरो जीवनको अमूल्य सम्पत्ति हो। उहाँप्रति म हृदयदेखि कृतज्ञ छु। उता मेरी श्रीमतीले भक्तपुरमै कपडाको व्यापारलाई निरन्तरता दिइरहनु भएको थियो। त्यसैले उहाँ प्रायः भक्तपुरमै बस्नुहुन्थ्यो। अस्पतालमा फलोअपको समय मिलाउँदा वा विशेष आवश्यकता पर्दा मात्र घर आउनुहुन्थ्यो। हाम्रो सम्बन्ध अब पहिले जस्तो सधैँ सँगै बस्ने भन्दा पनि एक अर्काको स्वास्थ्य र जिम्मेवारीको चिन्ता गर्ने सम्बन्धमा बदलिएको थियो। यसरी दिनहरू बित्दै गए। डिसेम्बर 2082 साल हरितालिका तीजको अघिल्लो दिन, दर खाने दिन उहाँ फेरि घर आउनुभयो। भोलिपल्ट हामी दुवैजना व्रत बसेर सन्तानेश्वर महादेवको दर्शन गर्नसँगै उकालो चढ्यौं। पूजा आराधना गर्यौं। मनमनै सुख, स्वास्थ्य र शान्तिको कामना गर्यौं। पूजा सकेर सँगै घर फर्कियौं। घर आएको करिब 2-3 घण्टापछि उहाँले भन्नुभयो, म फेरि भक्तपुर फर्किन्छु बुढा। मैले सम्झाएँ, आज नजाऊ, भोलि जाँदा पनि हुन्छ। तर उहाँ आफ्नो निर्णयमा अडिग रहनुभयो। अन्ततः मैले पनि उहाँको इच्छाको सम्मान गरेँ। मोटरसाइकलमा राखेर बाँडे गाउँसम्म पुर्याइदिएँ। उहाँ त्यहाँबाट माइक्रोबस चढेर भक्तपुरतर्फ लाग्नुभयो। म भने आफ्नै घर फर्किएँ। त्यो दिन हामीले सामान्य बिदाई गरेका थियौँ। तर कसलाई थाहा थियो र त्यही बिदाई हाम्रो अन्तिम भेट हुनेछ। त्यस दिनदेखि आजसम्म हाम्रो प्रत्यक्ष भेट भएको छैन। कहिलेकाहीँ फोनमा स्वास्थ्यको खबर आदान प्रदान हुन्छ। एक अर्काको सन्चो बिसन्चो सोधिन्छ। तर समयले हाम्रो भेटलाई टाढा लगिसकेको छ। जीवनले मलाई एउटा कुरा फेरि सिकायो। कतिपय मानिसहरू हाम्रो जीवनबाट टाढा जान्छन्, तर उनीहरूले गरेका राम्रो काम, दिएका साथ र छोडेका सम्झनाहरू भने कहिल्यै टाढा जाँदैनन्। आज पनि उहाँले मेरो उपचारका लागि गर्नुभएको प्रयास, अस्पतालका दिनहरूमा दिनुभएको साथ र मेरो जीवनप्रतिको चिन्ता सम्झदा मनमा सम्मान जाग्छ। जीवनले हामीलाई सधैँ एउटै बाटोमा हिँडाउन सकेन, तर हामीले सँगै हिँडेका केही पाइला आज पनि मेरो स्मृतिमा सुरक्षित छन्। जीवनको साँझतिर सङ्घर्ष अझै बाँकी छ। पहिलो भाग। जीवनले मलाई धेरै कुरा सिकायो। सुखका दिन गन्न सकिने थिए, तर दुःखका दिन गनेर सकिँदैनथे। बाल्यकालको अभाव, अधुरो पढाइ, श्रम, प्रेम, बिछोड, परिवारका सदस्यहरूको असामयिक निधन, रोग, अस्पताल र अनेकौं सङ्घर्ष पार गर्दै आज म जीवनको अर्को मोडमा आइपुगेको छु। समयले शरीरलाई निकै कमजोर बनाइसकेको छ। आज पनि म पूर्ण रूपमा स्वस्थ छैन। औषधिको भरमा जीवन चलिरहेको छ। नियमित रूपमा चिकित्सकको सल्लाह लिनुपर्छ।
समय समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ। कहिलेकाहीँ स्वास्थ्य अचानक बिग्रिन्छ र फेरि अस्पताल भर्ना हुनुपर्ने अवस्था आउँछ। यस्ता क्षणहरूमा मनमा एउटा प्रश्न बारम्बार उठ्छ, जीवनले अब अझै कति परीक्षा लिन बाँकी राखेको छ? तर अर्को आवाजले भन्छ, सास चलिरहेसम्म आशा पनि बाँकी हुन्छ। यसैबीच विषम्म 2081 सालमा अर्को ठूलो पीडा आयो। मेरी ठूली दिदीको 81 स्वर्गवास भयो। उहाँले जीवनभर मलाई दाजुभाइ भन्दा बढी माया गर्नुभयो। कठिन समयमा हौसला दिनुभयो, सक्दो साथ र सहयोग गर्नुभयो। उहाँको निधनले मेरो जीवनमा फेरि एउटा अभिभावक गुमाएको अनुभूति गरायो। एकपछि अर्को आफ्ना मानिसहरू बिदा हुँदै गए। बुवा, आमा, दाजु, भतिजा नवीन अनि ठूली दिदी। जीवनका सहाराहरू बिस्तारै घट्दै गए, तर सम्झनाहरू भने झन गहिरा हुँदै गए। आज म आफ्नै घरमा बसेर कहिलेकाहीँ विगतका ती सबै अनुहारहरू सम्झन्छु। लाग्छ समयले मानिसलाई बुढो मात्र बनाउँदैन, सम्झनाहरूले पनि बुढो बनाउँछ। मेरो जीवन अहिले पनि सङ्घर्षमै छ। रोगले शरीर कमजोर बनाएको छ। काम गर्ने क्षमता पहिलेको जस्तो छैन। नियमित आम्दानीको कुनै भरपर्दो स्रोत छैन। आज पनि मेरो जीवनको एउटा ठूलो चिन्ता भनेको यही हो, नियमित आम्दानीको भरपर्दो आधार छैन। कुनै विशेष सिप वा स्थायी रोजगारीको अभावले भविष्यको चिन्ता बारम्बार मनमा आउँछ। बाँकी जीवन कसरी धान्ने, कसरी अघि बढ्ने भन्ने प्रश्नले कहिलेकाहीँ मनलाई निकै पिरोलिरहन्छ। तर यी सबै चिन्ताका बीच पनि मैले आशा भने कहिले त्यागेको छैन। जति दुःख आए पनि, जति पीडा सहनु परे पनि भोलि आजभन्दा राम्रो होला भन्ने विश्वासले नै मानिसलाई बाँच्न सिकाउँछ। यही विश्वासका साथ म आज पनि हरेक बिहान उठ्छु, औषधि खान्छु, भगवानलाई सम्झन्छु र नयाँ दिनलाई स्वागत गर्ने प्रयास गर्छु। हाम्रा पुस्ताले देखेका डिजिटल युगहरू मोबाइल फोन आयो। सुरुमा सामान्य मोबाइल आयो, पछि एन्ड्रोइड मोबाइलले संसारलाई नै हातको हत्केलामा ल्याइदियो। एक समय छुट्टा छुट्टै प्रयोग हुने घडी, रेडियो, टेलिभिजन, क्यामेरा, टर्च र टेलिफोन आज एउटा सानो मोबाइल भित्रै समेटिएका छन्। आज संसारको जुनसुकै कुनामा पुगेका आफ्ना आफन्तसँग पनि आँखा जुधाएर कुरा गर्न सकिन्छ। एक क्लिकमै संसारका समाचार पढ्न सकिन्छ। ज्ञान, सूचना र प्रविधिको विकासले मानव जीवनलाई अकल्पनीय रूपमा परिवर्तन गरिदिएको छ। तर प्रविधिको विकाससँगै मनमा एउटा प्रश्न पनि उठ्छ, के मानिसहरू बीचको आत्मीयता पनि त्यत्तिकै बढेको छ कि प्रविधिसँगै दूरी पनि बढ्दै गएको छ? मैले देशका धेरै राजनीतिक र सामाजिक परिवर्तनहरू पनि देखेँ। 2045 सालको भूकम्प, 2046 सालको जनआन्दोलन, 10 वर्षे जनयुद्ध, 2072 सालको विनाशकारी भूकम्प, कोभिड-19 महामारी र पछिल्ला वर्षहरूमा भएको जेन्जी आन्दोलन, यी सबै घटनाहरूले नेपाललाई पटक पटक हल्लाइरहे। जेन्जी आन्दोलनका क्रममा पनि धेरै युवाहरूले ज्यान गुमाए, धेरै ठाउँमा आगजनी र तोडफोड भए। युवाहरू परिवर्तनको आशामा सडकमा उत्रिए। यी सबै परिवर्तनहरू आफ्नै आँखाले देख्दा कहिलेकाहीँ मनमा एउटा प्रश्न उठ्छ, यति धेरै आन्दोलन भए, यति धेरै बलिदान भए, यति धेरै परिवर्तन भए, तर साधारण नागरिकको जीवनमा चाहिएको परिवर्तन साँच्चै कति आयो? सायद यसको उत्तर भविष्यले दिनेछ। मेरो जीवन पनि यस्तै परिवर्तनहरूको साक्षी बन्यो। बाल्यकालको अभावदेखि आजको डिजिटल युगसम्म आइपुग्दा मैले धेरै कुरा गुमाएँ, धेरै कुरा सिकेँ र धेरै कुरा पाएँ पनि। आज मेरो शरीर कमजोर छ, तर आत्मविश्वास अझै बाँकी छ। आज मेरो हातमा धेरै सम्पत्ति छैन, तर जीवनले सिकाएका अनुभवहरूको अमूल्य सम्पत्ति भने छ। त्यही अनुभव, ती पीडा, ती सङ्घर्ष, ती सम्झना र ती आशाहरूलाई शब्दमा उतारेर यो आत्मकथा लेखेको हुँ। यदि मेरो जीवनको कथा पढेर कुनै एक व्यक्तिले पनि दुःखका बीच आशा देख्न सक्यो, सङ्घर्षका बीच हिम्मत जुटाउन सक्यो वा जीवनलाई नयाँ दृष्टिले हेर्न सक्यो भने मेरो यो लेखन सफल भएको ठान्नेछु। जीवनले मलाई बारम्बार ढाल्यो, तर प्रत्येक पटक फेरि उठ्न पनि सिकायो। यही नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। जीवनका बाटाहरू कहिल्यै पनि सजिला मात्र हुँदा रहेनछन्। यात्रा अगाडि बढ्दै जाँदा मैले एउटा गहिरो सत्य बुझेँ, मानिस बलियो हुँदा धेरै साथ दिने भेटिन्छन्, तर कमजोर हुँदा साथ दिने मानिसहरू धेरै कम हुन्छन्। मेरो जीवनमा पनि यस्ता समय आए जब रोग, पीडा र कमजोरीले मलाई थला पारे। त्यही बेला मैले आफ्ना र पराईको वास्तविक चिनारी पाएँ। सबै आफन्त जस्ता हुँदैनन् भन्ने कुरा पनि जीवनले सिकायो। केही मानिसहरू मेरो उन्नति देखेर खुसी हुने थिए, तर केहीलाई भने म असफल भएको, सिद्धिएको वा बिग्रिएको देख्न मन थियो। उनीहरूका व्यवहारले कहिलेकाहीँ मन दुखायो, तर मैले त्यसलाई जीवनको एउटा पाठका रूपमा स्वीकार गरेँ।
तर एउटा कुरा भने मैले कहिल्यै छोडिनँ, मेरो नियत, मेरो धैर्यता र भगवानमाथिको विश्वास। सायद त्यही कारणले गर्दा हरेक कठिन मोडमा भगवानले मलाई साथ दिनुभयो। धेरै बाधा आए, धेरै परीक्षा आए, तर कुनै पनि शत्रुको चाहनाले मेरो बाटो रोक्न सकेन। आज मलाई लाग्छ यदि कसैले मानिस चिन्न चाहन्छ भने आफू सुखमा हुँदा होइन, आफू कमजोर, बिरामी वा समस्यामा परेको बेला चिन्नुपर्छ। त्यति बेला कसले कस्तो व्यवहार गर्छ, कसले सान्त्वना दिन्छ, कसले साथ छोड्छ र कसले मनोबल बढाउँछ, त्यहीबाट मानिसको वास्तविक चरित्र बुझ्न सकिन्छ। तर मैले कसैप्रति रिस, घृणा वा बदला लिने भावना राखिनँ। संसारमा सबैको आफ्नै सोच हुन्छ, सबैले एउटै तरिकाले व्यवहार गर्दैनन्। त्यसैले मैले मनमा एउटै कामना राखेँ, मैले कसैसँग नराम्रो व्यवहार गर्न नपरोस्। जीवनमा अझै पनि केही मानिसहरू मेरा बारेमा नकारात्मक सोच राख्लान्, मेरो पछि कुरा गर्लान् वा मेरो बाटो रोक्न खोज्लान्। तर म त्यसमा अल्झिने मान्छे होइन। म आफ्नो लक्ष्यतर्फ आफ्नै गतिमा अघि बढिरहेको छु। म न कसैलाई पर्खेर बस्नेवाला हुँ, न कसैलाई रोक्नेवाला। मेरो यात्रा मेरो कर्मले निर्धारण गर्नेछ। बरु मेरो आलोचना गर्ने र मेरो परीक्षा लिने सबैप्रति पनि म धन्यवाद भन्न चाहन्छु। उहाँहरूले दिएका चुनौतीहरूले नै मलाई अझ बलियो, धैर्यवान र परिपक्व बन्न सिकाए। जीवन सङ्घर्षको अर्को नाम रहेछ। कहिले हाँस्ने पालो आउँछ, कहिले रुनुपर्ने समय आउँछ। कहिले आफ्नै सपना पूरा हुन्छन्, कहिले समयले ती सपना आँखा अगाडि टुक्राइदिन्छ। मैले पनि जीवनमा यिनै सबै अनुभवहरू भोगेँ। अलारे उमेरमा माया प्रेम पनि गरियो, कसैलाई मन पराइयो, भविष्यका सुन्दर सपना पनि सजाइयो। जीवनका केही क्षण यति मिठा थिए कि ती सम्झनाले कैयौं रातहरू मुस्कानका साथ बिते। तर सबै प्रेमको अन्त्य सुखद हुँदैन रहेछ। विश्वास गरिएका सम्बन्धहरू टुटे, धोका पनि पाइयो। कहिलेकाहीँ ती सम्झनाले मन यति धेरै दुख्थ्यो कि रातभर निद्रा लाग्दैनथ्यो। मुटु भारी हुन्थ्यो, मन अनेक सोचमा डुब्थ्यो। कहिलेकाहीँ त सोच्दा सोच्दै आफूलाई नै हराएको जस्तो लाग्थ्यो। त्यसरी नै जीवनले सिकायो, प्रेमले हाँस्न पनि सिकाउँछ, रुन पनि सिकाउँछ। यति धेरै उतार चढावका बीच सन् 2019मा निमोनियाले जीवनको अर्को कठिन परीक्षा लियो। रोगले झण्डै जीवन नै खोज्ने अवस्था बनायो। उपचारपछि ज्यान त बच्यो, तर स्वास्थ्य पहिले जस्तो रहेन। त्यसै यता आजसम्म पनि औषधिको भरमै दिनहरू बितिरहेका छन्। शरीरले साथ नदिने दिनहरू आए, मन कमजोर हुने क्षणहरू पनि आए। कहिलेकाहीँ लाग्छ अझै जीवनले के देखाउने हो। यस्तो लाग्थ्यो जीवनले एकपछि अर्को परीक्षा मात्रै लिइरहेको छ। बुवाको बिछोड, आमाको बिछोड, परदेशको एक्लोपन, जेठो दाजुको निधन, ठुली दिदीको असामयिक बिछोड, प्रेमका चोटहरू र रोगसँगको सङ्घर्ष, यी सबैले जीवनलाई पटक पटक हल्लाइरहे। तर यति धेरै दुःख, पीडा र कठिनाइका बीचमा पनि भगवानले मेरो जीवनमा एउटा अमूल्य सहारा दिनुभएको थियो, मेरी कान्छी दिदी। जीवनका सबैभन्दा कठिन मोडहरूमा उहाँको माया, साथ, हौसला र सहयोग मेरो लागि ठूलो शक्ति बन्यो। जब जीवन अन्धकारले ढाकिए जस्तो लाग्थ्यो, जब मन निराशाले भरिन्थ्यो, त्यही बेला उहाँका हौसलाका शब्दहरूले फेरि उठ्ने साहस दिन्थे। उहाँले कहिल्यै मेरो हात छोड्नु भएन। साँच्चै भन्नुपर्दा मेरी कान्छी दिदीको माया, साथ र सहयोग नभएको भए सायद म आज यो संसारमा यसरी उभिन सक्ने थिइनँ होला। उहाँले गरेको त्याग, माया र सहयोग मेरो जीवनको सबसे ठूलो सम्पत्ति हो। जीवनमा केही ऋण यस्ता हुन्छन् जुन पैसाले कहिल्यै तिर्न सकिँदैन। ती केवल सम्मान, कृतज्ञता र प्रेमले मात्र सम्झन सकिन्छ। आज पछाडि फर्केर हेर्दा लाग्छ जीवनले धेरै कुरा देखायो। 2038 सालको बाढी पहिरो देखियो, 2045 सालको भूकम्प महसुस गरियो, 2046 सालको जनआन्दोलन देखियो, बहुदलीय व्यवस्था आयो, राजदरबार हत्याकाण्ड देखियो, 10 वर्षे माओवादी जनयुद्ध देखियो, देशमा पटक पटक आन्दोलन र परिवर्तन देखियो, रेडियोबाट गीत सुन्ने समय पनि देखियो, नेपाल टेलिभिजन हेर्न टाढा टाढा हिँड्ने दिन पनि बिताइयो। आज हात हातमा एन्ड्रोइड मोबाइल लिएर संसारभरिका आफन्तसँग भिडियो कल गर्ने समय पनि देखियो। नाङ्गो खुट्टाले विद्यालय जाने पुस्ता आज प्रविधिको युगसम्म आइपुगेको छ। हामीले अभाव देख्यौं, दुःख देख्यौं, सङ्घर्ष देख्यौं, बिछोड देख्यौं, रोगसँग लड्यौं, परदेशको पीडा भोग्यौं। तर एउटा कुरा कहिले गुमाएनौं, आशा। आज पनि शरीर पूर्ण रूपमा स्वस्थ छैन, औषधि अझै साथी बनेको छ। केही घाउ अझै मनभित्र बाँकी छन्, केही सम्झनाले आज पनि आँखा रसाउँछन्। तर यी सबैका बीचमा एउटा विश्वास अझै जीवित छ। जबसम्म सास रहन्छ तबसम्म आशा रहन्छ।
आजको पुस्ताले सुविधा धेरै पाएको छ, तर हाम्रो पुस्ताले जीवनको वास्तविक अर्थ सिकेको छ। अभावमा बाँच्न, दुःखमा मुस्कुराउन, हार नमान्न र परिस्थितिसँग जुझ्न हामीले जीवनबाटै शिक्षा पाएका छौँ। हामी 2035 देखि 2045 सालबीच जन्मिएको त्यो पुस्ता हौँ जसले नाङ्गो खुट्टाबाट यात्रा सुरु गरेर एन्ड्रोइड मोबाइलसम्मको संसार आफ्नै आँखाले देख्यो। हामीले दुःखमा पनि बाँच्न सिक्यौँ, अभावमा पनि हाँस्न सिक्यौँ, आँसु पिएर पनि अरूलाई मुस्कान दिन सिक्यौँ। अन्तिम शब्द जिन्दगीले धेरै पटक रुवायो, धेरै पटक लडायो, धेरै पटक परीक्षा लियो, बाढी देखायो, भूकम्प देखायो, आन्दोलन देखायो, युद्ध देखायो। बुवा गुमाए, आमा गुमाए, जेठो दाजु गुमाए, ठुली दिदी गुमाए, परदेशको एक्लोपन भोगे, प्रेममा धोका पाए, रोगसँग लडे। तर यति धेरै पीडा र सङ्घर्षका बीच पनि जीवनले एउटा कुरा सिकायो, हार मान्नु हुँदैन। आज पनि म उभिएको छु, केही सपना अधुरा छन्, केही घाउ अझै ताजा छन्, तर हिम्मत अझै बाँकी छ। किनकि जीवनले धेरै पटक लडायो तर उठ्न पनि सिकायो, धेरै पटक रुवायो तर मुस्कुराउन पनि सिकायो। सङ्घर्ष नै जीवनको अर्को नाम रहेछ। यदि मेरो जीवनको कथा कसैको मन छुन्छ, कसैलाई कठिन समयमा हिम्मत दिन्छ वा कसैलाई फेरि उठेर अगाडि बढ्ने प्रेरणा दिन्छ भने मेरो सङ्घर्ष व्यर्थ गएको छैन। यही मेरो जीवनको कथा हो, एक सामान्य मानिसको असामान्य सङ्घर्षको कथा। मेरो लेखनको उद्देश्य सङ्घर्ष गाउँले जीवन, प्रेम, पीडा र आशाको यात्रा लेख्नुको मेरो मुख्य उद्देश्य कसैसँग केही माग्नु होइन। विशेष गरी म बिरामी परे, दुःख पाएँ वा जीवनमा कठिन अवस्था आयो भनेर कसैले मलाई सहयोग गरिदिनुपर्छ भन्ने आशा र अपेक्षाले मैले यो कथा लेखेको होइन। यो मेरो जीवन हो, मैले आफ्नै आँखाले देखेको, आफ्नै शरीरले भोगेको र आफ्नै मनले महसुस गरेको जीवन। मेरो जीवनमा पनि खुसीका दिन आए, दुःखका दिन आए। कहिले परिवारको मायाले मन भरियो, कहिले आफ्नै मानिसहरूको बिछोडले मन रित्तियो। बाल्यकालको गाउँले जीवनदेखि परदेशको सङ्घर्षसम्म, अभावदेखि आशासम्म, प्रेमदेखि पीडासम्म मैले धेरै कुरा भोगेँ। कतिपय सम्झना सम्झदा आज पनि मन मुस्कुराउँछ, कतिपय घटना सम्झदा आँखामा आँसु आउँछ। यी सबै कुरा मैले कसैलाई दोष लगाउन लेखेको होइन, कसैसँग गुनासो गर्न पनि लेखेको होइन। मैले त केवल मेरो जीवनमा बितेका तिता मिठा क्षणहरूलाई शब्दमा उतारेर तपाईहरु सामु राखेको हुँ। सायद मेरो जीवन अरूको जस्तो असाधारण नहोला। म कुनै ठुलो पदमा पुगेको मानिस होइन, ठुलो धन सम्पत्ति कमाएको मानिस पनि होइन। म त एउटा सामान्य गाउँले परिवारमा जन्मिएको सामान्य मानिस हुँ। तर सामान्य मानिसको जीवनभित्र पनि असंख्य कथा लुकेका हुन्छन्। ती कथामा सङ्घर्ष हुन्छ, आँसु हुन्छ, हाँसो हुन्छ, बिछोड हुन्छ, सपना हुन्छ र फेरि उठेर अघि बढ्ने साहस पनि हुन्छ। यो पुस्तक लेख्दै गर्दा मैले आफ्नो जीवनलाई फेरि एकपटक पछाडि फर्केर हेरेँ। केही सम्झनाले मलाई फेरि बाल्यकालमा पुर्याए, केही घटनाले पुराना घाउ फेरि दुखाए, केही सम्झनाले आँखामा आँसु ल्याए। तर ती सबैलाई शब्दमा उतार्दै जाँदा एउटा कुरा महसुस भयो, मानिसले भोगेका दुःखहरू केवल पीडा मात्र होइनन्, ती जीवनका शिक्षक पनि रहेछन्। यदि यो पुस्तक पढ्ने क्रममा कसैले आफ्नो बाल्यकाल सम्झनु भयो भने, यदि कसैले आफ्नो गाउँ सम्झनु भयो भने, यदि परदेशमा रहेका कसैले आफ्ना बुवा आमा र परिवार सम्झनु भयो भने, यदि कसैले जीवनमा आएको कठिन समयसँग फेरि लड्ने साहस पाउनु भयो भने मेरो लेखन सार्थक भएको म ठान्ने छु। मसँग केही माग छैन, कुनै सहानुभूति खोजेको छैन, कसैको दया पाउनका लागि पनि मैले आफ्नो जीवन खोलिएको होइन। म केवल यति चाहन्छु, मेरो जीवनका यी पानाहरूलाई एउटा सामान्य मानिसले बाँचेको एउटा साँचो यात्राका रूपमा पढिदिनुहोस्। मैले भोगेका पीडा मेरा हुन्, मैले पाएका खुसी मेरा हुन्, मैले गरेका गल्ती मेरा हुन् र मैले सिकेका पाठ पनि मेरा हुन्। जीवनले जहाँ जहाँ मलाई ढाल्यो त्यहीँबाट उठेर फेरि हिँड्ने प्रयास गरेँ। आज पनि जीवनको यात्रा सकिएको छैन, अझै केही बाटाहरू बाँकी छन्, केही सपना बाँकी छन् र केही आशाहरू बाँकी छन्। त्यसैले यो पुस्तकको अन्तिम पानामा पुग्दा म आफ्नो जीवनलाई हेरेर एउटै कुरा भन्न चाहन्छु, जीवनले जति पीडा दिए पनि आशा नछोड्नु, परिस्थितिले जति कमजोर बनाए पनि आफूलाई हार्न नदिनु र आफ्नो जीवनको कथा अरूले लेखिदिन्छन् भनेर पर्खिनुभन्दा आफूले भोगेको सत्यलाई आफै शब्द दिन सक्नु नै जीवनको एउटा ठूलो साहस हो। यही साहसका साथ मैले मेरो जीवनका यी पानाहरू तपाईहरूको हातमा सुम्पिएको छु। यो मेरो सहयोग माग्ने कथा होइन, यो मेरो जीवन बाँचेको प्रमाण हो। प्रकाश पहरी कान्छा,
नयाँ पुस्ताका नाममा एउटा सानो सन्देश। प्रिय नयाँ पुस्ता, मेरो यो जीवन कथा पढिसकेपछि तपाईहरुसँग एउटा सानो अनुरोध गर्न चाहन्छु। हरेक पुस्तामा असल र कमजोर दुवै पक्ष हुन्छन्। आजका युवा मध्ये धेरै इमानदार, मेहनती, जिम्मेवार र समझदार पनि हुनुहुन्छ। तर केही युवाहरूमा आफूभन्दा ठूलाको अनुभवलाई महत्त्व नदिने, बुवा आमाको सल्लाहलाई बेवास्ता गर्ने र आफ्नो इच्छालाई जसरी पनि पूरा गर्न खोज्ने प्रवृत्ति पनि देखिन्छ। मेरो अनुरोध यति मात्र हो, घमण्डले कहिले मानिसलाई ठूलो बनाउँदैन। घमण्डले क्षणिक सफलता त दिन सक्छ, तर अन्ततः मानिसलाई आफ्नै जीवनमा दुःख र पछुतोतर्फ लैजान सक्छ। बुवा आमा जीवनमा एक पटक मात्र पाइन्छन्। उहाँहरूले गरेका दुःख, त्याग र माया पैसाले कहिले तिर्न सकिँदैन। त्यसैले उहाँहरूको सम्मान गर्नुहोस्, उहाँहरूको अनुभवलाई सुन्नुहोस् र सकेसम्म सेवा गर्नुहोस्। एक दिन उहाँहरू हामीबीच हुनुहुन्न, तर त्यसबेला उहाँहरूलाई सम्झेर पछुताउनु नपरोस्। जीवनमा गल्ती सबैबाट हुन्छ। गल्ती हुनु कमजोरी होइन, गल्तीबाट सिकेर आफूलाई सुधार्दै अघि बढ्नु नै सबैभन्दा ठूलो सफलता हो। इमानदारी, मेहनत, नम्रता र असल व्यवहार कहिले पुराना हुँदैनन्। यी गुणहरू जसले अपनाउँछ उसले जीवनमा सम्मान पनि कमाउँछ र आत्मसन्तुष्टि पनि पाउँछ। मेरो जीवनले मलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही हो। बुवा आमाको आशीर्वाद, इमानदारीको बाटो र निरन्तर सङ्घर्ष कहिल्यै व्यर्थ जाँदैन। मेरो जीवनका अनुभवबाट यदि नयाँ पुस्ताले एउटा मात्र राम्रो शिक्षा लिन सक्यो भने यो आत्मकथा लेख्नुको उद्देश्य पूरा भएको ठान्नेछु। माइनस प्रकाश पहरी कान्छा।